हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अन्त मेरो सर्ट कलममा सबैलाई वेलकम छ। र आज ठ्याक्कै ह्याप्पी न्यु इयर पर्न गएछ गाइज। ह्याप्पी न्यु इयर भन्दा पनि नयाँ साल भनौँ न होइन। अब यो बोल्दाखेरि अलिअलि मासुको जिब्रो लटपटिहाल्छ। नयाँ साल पर्न गएछ। म चाहिँ के भयो भन्दाखेरि भिडियो ढिला पोस्ट गर्न अलि ढिला भयो कि म चाहिँ सुतेको थिएँ 2082 सालमा 7 बजीतिर सुतेको थिएँ साँझको है। अनि 2083 सालमा ठ्याक्क 8 बजीतिर उठेँ। त्यही भएर अहिले भिडियो बनाउन चाहिँ अलि ढिला भयो। र म अहिले हाल दुबईको अबुधाबीमा दिवसको नयाँ सिटीबाट एकदम प्रत्यक्ष भिडियोमा बोलिरहेको छु। र आज सबैजनालाई नयाँ सालको विशेष 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 शुभकामना छ। स्वदेश तथा विदेशमा छरेर बस्नुभएको आफन्त दिदीबहिनी दाजुभाइ तर इष्टमित्र छर छिमेक हुन्छ नि त, सबैजना छरेर बस्नुभएको छ। तर स्वदेशमा पनि मेरो आमा बुवा अनि दिदी बहिनी दाजुभाइ र सानो बाबु है सबैजनालाई ह्याप्पी न्यु इयर 2083 सालको भन्न चाहे। जिन्दगी यस्तो रहोस् तपाईँको सधैँ तपाईँको ओठमा गुलाब चाहिँ हुन्छ नि ढक्कमाक फुलेको, त्यसरी नै तपाईँको ओठमा मुस्कान आइरहोस्। र विशेष विशेष होइन, आफ्नो लाइफ बनाउनु होला। पैसा कमाउनु भन्दै ज्यान फालेर पैसा नकमाउनु होला है। ज्यानको बाजी राखेर पैसा कमाउन खासै उचित लागेन मलाई। अनि के भन्छ, कमाउनु सबैभन्दा पैसा ठुलो छ। इज्जत ठुलो मानेको मान्छेमा अहिले पैसा ठुलो भएछ होइन। सबैजनालाई ह्याप्पी न्यु इयर। ल गाइस, बेस्ट अफ लक। ओके, त्यसो र हामीलाई पनि ह्याप्पी न्यु इयर दिनेवाला कोही छ भने दिए हुन्छ, नदिए भने ठिकै छ। त्यस्तो मलाई चाहिन्छ भने भन्छु, किनभने म किस्मतमा लाला लेखेको मान्छे हो। मेरो किस्मतमा लाला लेखेको छ गाइस। त्यही भएर सबै मनमा जे जस्तो पीडा भयो भने गाइज हाँसेर दिने हो खुल्ला होइन। मनमा त पीडा हुन्छ, पीडालाई भुल्ने कोसिस गर्नु होला गाइज। कसैको हरेक हुन्छ, कसैको पैसाको पीडा होला, कसै यो हुन्छ नि त यता मरो भरो, कसैको बिहेको। अब यो पीडाहरू मान्छेहरूलाई आफ्नो आफ्नो मनमा हुन्छ के अरे। अब पीडा लगेर त्यो समस्या हल गर्नु पनि गाह्रै हुन्छ। त्यही भएर के त सबैजनालाई पिर नलएर ह्याप्पी तरिकाले जिउनु होला। र विशेष फेरि पनि है, फेरि पनि शुभकामना छ नयाँ सालको। ल गाइस, म चाहिँ यहाँ अब ड्युटीमै छ। यसो ड्युटीमै भने यो हेलमेट लगाएपछि त थाहा भइहाल्छ ड्युटीमै भन्ने कुरो होइन। अनि दिदी यो डाङ्ग्री लगाए पनि थाहा भइहाल्छ के अरे। अब त्यो कुरो तपाईँलाई बारम्बार भन्न पनि खासै राम्रो छैन, तर मेरो भन्ने बानी छ, भनिहालेँ है। ल सबैजनालाई ह्याप्पी न्यु इयर अल फ्यान। ओके।